यता सर्किट बन्ने आज भोलि बिदा भएको हुँदा उहाँको ममुले आज यहाँ केही बिरुवाहरू ल्याउनु भएको छ अनि चकलेटहरू पनि यहाँ वितरण गर्ने कार्यक्रम हाम्रो सम्पन्न भइसकेको छ। एउटा यो हाम्रो विद्यालयमा दान पेटिका भन्छ, त्यहाँ हेर्छ र हामी बस्ने पछाडिपट्टि एउटा ठुलो बाकस राखेका छौँ। त्यस्तै उहाँले पनि नानीको बर्थडेको दिन एउटा सबै विद्यार्थी भाइ बहिनीहरूले आफ्नो बर्थडेको दिन यस्तै कार्यक्रम गरेर सम्भव भएसम्म राख्नै पर्छ भन्ने अनिवार्य होइन यो कुरा, र पनि हुन्छ भने 150, 5-10 जति सकिन्छ यो दान पेटिकामा राखिदिनको लागि उहाँले अनुरोध गर्नु भइरहेछ। र आज दान पेटिका लगायत त्यहाँ केही पैसा पनि उहाँले राख्नुहुनेछ। र बहिनीको यो सानो नानीको बर्थडेको लागि हामीले अघि ह्याप्पी बर्थडे भनेर ताली बजाएर स्वागत गरिसकेका छौँ। 30 गते यसपालि फागुनको 30 गते नपरेको हुँदा हाम्रै विद्यालयमा अध्ययनरत बहिनी नानी छात्रा प्रियङ्का गिरीको पनि बर्थडे भोलि रहेछ 30 गते, तर यसपालि फागुनको महिना 29 को मात्रै र चैत 31 को भएको कारणले प्रियङ्का कक्षा 8 मा पढ्ने नानीको सधैँ कहिले कहिले यो महिना तलमाथि गते तलमाथि हुँदा भोलि बर्थडे भए पनि 30 को महिना नभएको हुनाले आजै बहिनीलाई पनि हामीले अगाडि उभिएर ह्याप्पी बर्थडे भन्यौँ। र उहाँको ममुले पनि विद्यालयलाई 16वटा गमलाको व्यवस्थापन गरिदिनु भएको रहेछ। आज त्यो सम्भव भएन, अब हाम्रो विद्यालय आइतबार लाग्दा सम्भव भएसम्म उहाँले पनि लिएर आउनुहुनेछ। यसरी विद्यालयलाई माया गरेर आफ्ना नानी बाबुहरूको बर्थडेमा विद्यालयको हितका लागि केही सामग्री, भौतिक सामग्रीहरू, फुल बिरुवाहरू उपलब्ध गराइदिनु भएकामा दुवै नानीका ममु परिवार सबैलाई विद्यालयको तर्फबाट हार्दिक हार्दिक धन्यवाद दिँदै अन्य नानीहरूले पनि यसरी नै विद्यालय भनेको अस्ति विकासले हामीले सबैले भनेको सिक्ने सिकाउने हो। यहाँ आज हामीले यहाँ सिक्छौँ अनि अरूलाई सिकाउँछौँ, त्यस्तै तिमीहरूले सिक्छौ सिकाउँछौ। यहाँ सिक्ने सिकाउने मन्दिर भएको हुँदा हामी नैतिकताका कुराहरू यहाँ सिक्छौँ अनि सिकाउँछौँ भन्दै उहाँहरूले थालनी गरिदिनु भएकोमा यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिँदै हेड सरलाई यो दान पेटिका लिइदिनु अनुरोध गर्छु। र सरले लिएका बेला हामी सबैले एकचोटि जोरदार ताली बजाएर स्वागत गर्छौँ। धन्यवाद। अब सरले पनि केही कुरा राख्ने एउटा मन सुहाए राख्नु भएको हुनाले हेड सरले थोरै संक्षेपमा एक दुई शब्द केही कुरा राखिदिनु हुनेछ। यो बर्थडे यस्ता उपहार केही जन्मोत्सव सम्बन्धी, त्यस पछाडि हामी अनि आजको यो उहाँले आफ्नो नानीको बर्थडेको उयसमा यी आज 2000 रुपियाँ यो दान पेटिकामा राखिदिनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिँदै फेरि हामी जोरदार ताली लाउँदै यो पैसा चाहिँ उहाँकै हालिदिनु अनुरोध गर्दछौँ। भयो चिया पिन्छ कि ल ल यहाँ म यसो छोरी हेर्छु। म पनि छोरी लगाऊ, छोरी लगाऊ। अर्जुन भाइ खिच्नु नि, म पनि हेर्छ छोरी अर्को पनि लगाइदिनु, यो पनि लगाइदिनु। भेरी गुड, ताली बजाइदिनु। पुरा भाइ बहिनीहरूलाई धन्यवाद छ। यो जन्मोत्सवको उपलक्ष्यमा सधैँ पनि हामीले गर्दै गरेकै छौँ हामीले होइन। र अहिले पनि आज पनि अब भाइ बहिनीहरूको गुरुमाको परेको रहेछ, संयुक्त रूपमा गऱ्यौँ। र सानो नानीको तर्फबाट ममुले यहाँ एउटा हामीलाई दान पेटिका र त्यहाँ रु 2000 रुपियाँ दान पेटिकामा लगाइदिनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म विद्यालयको तर्फबाट। र भाइ बहिनीहरूले पनि अनिवार्य भयो, सरले एम सरले भनिसक्नुभयो, अनिवार्य भनेको होइन, जति यथासक्दो जति सकिन्छ 5, 10, 20, 50, 100 होइन, जति सकिन्छ त्यति पैसा ल्याएर यो दान पेटिकामा लाउन सकिन्छ भाइ बहिनीहरूलाई भन्दै। र आगामी दिनमा पनि भाइ बहिनीहरूले यसलाई सबैले सम्झिदिनु हुन म हार्दिक अनुरोध गर्दछु।
भन्दै मेरा दुईटा शब्द सक्न जान्छु। धन्यवाद। बिदा भइसक्नु भएको छ। अब हाम्रो कक्षा सुरु हुने समय पनि हुन त अब यो हाम्रो कार्यक्रमै हो, एउटा औपचारिक अनौपचारिक के भनौँ यसलाई, एउटा बर्थडे विस गर्ने कार्यक्रम सबै विद्यालयमा बोर्डिङमा पनि हुँदो रहेछ। यो हाम्रो कार्यक्रम भएकोले 5-10 मिनट तलमाथि हुँदैमा हामीलाई त्यस्तो केही असर पर्दैन भन्दै अब केही हाम्रा सँगै यहाँ भाइ बहिनीहरूले राख्ने कुराहरू थिए भने अब इक्जामको टाइम भएको हुनाले अब हामी हप्ता दिन जति विद्यालय लगाएर अनि फेरि बिदा हुने परीक्षा हुने कुराहरू आइरहेको हुँदा अब यहाँ अगाडि को क्याप्टेन आउनुभएको थियो, उहाँले यसलाई अब ढिसमिस के कार्यक्रम छ त्यसलाई सञ्चालन गरिदिनु अनुरोध गर्छु। 8 को परीक्षा 8 गते 5 गतेदेखि अरू भाइ बहिनीहरूको परीक्षा 13 गतेदेखि होली र पर्सि बिदा भयो। अब आइतबार मात्रै विद्यालय सञ्चालन हुन्छ। होली आज पहाड होली हो, होली तराई होली हो। अब भोलि हामी भाइ बहिनीहरूसँग हामी एकै ठाउँ बस्न सक्दैनौँ। आज भनेको 3 घन्टी पछाडि 1 घन्टी चौथो घन्टी चाहिँ भाइ बहिनीहरूलाई सबैलाई हामी होली होलीको अवसर होली विशेष चाहिँ लगाइदिने कार्यक्रम रहेको छ। हेलो यहाँ चाहिँ फुलबोटमै कार्यक्रम भइरहेछ अनि आज बर्थडे कसले हौ यो कुन क्लास हो? ल क्लास लु तिमीहरू अनि एक्जाम कहिलेदेखि हो? अनि प्रिपेयर कस्तो हुँदैछ एक्जामको? राम्रो हुँदैछ? ल ठिक छ एकदम। अनि मार्क्स चाहिँ कस्तो आउँछ जस्तो छ त? अब अस्तिको एक्जामले थाहा भयो होला नि? ठिक छ। अनि कतिको पढ्दैछौ तिमीहरू? एक्जामको प्रिपेयर कस्तो हुँदैछ? राम्रो? ल गुड मर्निङ। ल अनि तिमीहरूको एक्जामको प्रिपेयर कस्तो हुँदैछ त? राम्रो हुँदैछ। अनि तिमीहरू कति क्लासको भन्दैौ त यहाँ? तिमीहरू त ट्यालेन्ट होइन 5 क्लास त हो कि होइन? ल यता रोयो भन्ने मान्छे गुड मर्निङ। भाइ चाहिँ के हुन्थ्यो धेरैवटालाई छुट्याउनुको लागि यस्तो के दिन्छ अल्पविराम के दिनुपर्छ अरे अल्पविराम। यो प्रिन्स महिमा ज्योति ट्रिजल सञ्जीव एउटै हो होइन फाल्टा फिल्टा अनि यसलाई के भन्दो रहेछ यो चिन्हलाई हो। ल अब अर्को है यहाँ हेर्नु त यो के चिन्ह होला